एउटा पछि बालनलाई सत्ता जिएनजी आन्दोलन यसै गरी अर्को पछि त्यसलाई पार्टी रवि अर्को समूह भनेको सुदन गुरुङ उसलाई गृहमन्त्री उसले आफ्नै कमजोरीले गरे त्यसपछि जिएनजी आन्दोलनलाई बाहिरबाट सपोर्ट गर्ने चाहिँ जीवी राई उसलाई पनि उन्मुक्ति यो त यसमा उहाँहरूको गलत बुझाइ र गलत सुझाइ त्यसको लागि हामी केही समय मात्रै पर्खिन चाहिँ अनुरोध गर्छौँ। उहाँले जे भन्नुहुन्छ उहाँले ढाँट्याउनु किनभनेदेखि यदि आउने भयो भने ठ्याक्कै आउनु हर्क साम्पाङले भन्दै हुनुहुन्थ्यो बिहेमा चाहिँ बेहुलाहरूलाई पठाउने कुरा चाहिँ उपयुक्त होला या नहोला यसमा उहाँहरूको गलत बुझाइ र गलत सुझाइ हाम्रो माननीय हर्क साम्पाङजीको गुलीको अलि ठेगान छैन। भनेपछि यो पुरै प्लानिङमा हामीसँग बहस गर्दै हुन्छ यसरी प्लानिङको रूपमा उहाँले यो सत्तामाथि यस्तो आरोप लगाउनु पर्छ यसमा तपाईँ के भन्नुहुन्छ? उहाँहरूको त आरोप लगाउने एउटा के भन्छ त्यो कुनै मान्छेलाई हाम्रो नेपालमा एउटा समाजमै पनि यस्तै छ कि कुनै मान्छेले के गर्न खोज्दैछ भने या के राम्रो चाहिँ गर्न खोज्दैछ भने खुट्टा तान्ने जनता स्थायी हुन्थ्यो भने राजनीति पनि स्थायी हुन्थ्यो। जनता जहिले अस्थायी भयो राजनीति पनि त्यसरी स्थायी भयो। भनेपछि तपाईँले सिधै यो गल्ती चाहिँ जनताहरूमा फर्काउन चाहनु हो जनताहरूकै गल्ती हो। यदि अनार चाहिन्छ भने अनारकै बिरुवा रोप्नुपर्छ अम्बाको बिरुवा रोपेर अनार खोज्नु। नमस्कार साथीहरू, मेरो नयाँ युट्युब च्यानलमा आज हामी पोडकास्ट गर्न गइरहेका छौँ वैदेशिक रोजनमा रहनुभएका एकदमै नाम चलेका हस्तीहरूसँग। यहाँ मसँग अहिले दुई पक्षका साथीहरू हुनुहुन्छ, एउटा चाहिँ बालन पक्ष, एउटा चाहिँ हाम्रो विपक्ष, एउटा चाहिँ सत्ता पक्ष, एउटा चाहिँ प्रतिपक्षका साथीहरू हुनुहुन्छ। आज म उहाँहरूलाई पालैसँग चाहिँ पहिला कार्यक्रममा स्वागत गर्न चाहन्छु। सबभन्दा पहिला म स्वागत गर्न चाहन्छु प्रतिपक्षका हाम्रा साथी सुदर्शन न्यौपाने दाइलाई। स्वागत नमस्कार। त्यसपछि हाम्रो सत्तापक्षको तर्फबाट बहस गर्न आउनुभएको साथीलाई म स्वागत गर्न चाहन्छु तोयनाथ न्यौपाने। आज अब सिधै अरू कुरा नगरिकन सिधै बसतिर लागौँ। सबभन्दा पहिलो प्रश्न सत्तापक्षमा, बालेन शाह किन चुपचाप हुनुहुन्छ? बालिन मान्छे धेरै बोल्ने मान्छे पनि हुनुहुन्न। उहाँलाई विगतको समयदेखि नै हामीले उहाँको कुराहरू सुन्दै आएका छौँ। उहाँ काठमाडौँको मेयर हुँदाखेरि पनि प्रायः जसो मिटिङहरूमा यताउति उहाँको चाहिँ बोली चाहिँ कमै सुनेको पाउँछौँ। उहाँ चाहिँ एउटा मान्छे यस्तो मान्छे हो, उहाँ चाहिँ कम बोल्नुहुन्छ, बढी सुन्नुहुन्छ। उहाँको एउटा राम्रो पक्ष पनि हो त्यो। उहाँले चाहिँ नबोलेर भए पनि उहाँले चाहिँ आफ्नो कामले देखाएर उहाँले बोल्नुहुन्छ र उहाँको सकारात्मक लाग्छ मलाई। धन्यवाद छ तपाईँलाई। त्यसै गरी हाम्रो प्रतिपक्षी साथी हर्क साम्पाङ किन धेरै बोल्नुहुन्छ? उहाँले चाहिँ प्रतिपक्ष भनेकै बोली जनताहरूको आवाज हो, त्यस कारण उहाँले यतिखेर बोल्नुपर्छ, बोलेकै राम्रो देखिन्छ। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? उहाँहरूको हाम्रो माननीय हर्क साम्पाङजीको बोलीको अलि ठेगान छैन। उहाँ चाहिँ बोल्ने पनि बोल्नुहुन्छ, नबोल्ने पनि बोल्नुहुन्छ। उहाँ चाहिँ अलिकति बोलीमा अलिकति अपरिपक्वता नै देख्छु। यही क्वेसन मलाई सोद्धाखेरि मान्छे तीन थरीका हुन्छन्। एउटा उभयमुखी, जस्तो छ त्यस्तै बोल्ने, जसको पक्ष छ त्यस्तै बोल्ने, जसको माहौल जता छ त्यतैपट्टि बोल्नेलाई उभयमुखी भनिन्छ, दुई चुरे। अर्को अन्तर्मुखी, भित्र जे छ त्यो नबोल्ने र चुलाएर जस्तै बालन। अर्को बाह्यमुखी, भित्र जे छ बाहिर त्यही बोल्ने। भनेपछि हर्क साम चाहिँ बाह्यमुखी व्यक्तित्व हो र रवि लामिछाने चाहिँ अन्तर्मुखी व्यक्तित्व हो। र यी बालनको पछि लाएर हिँड्ने चाहिँ उभयमुखी व्यक्तित्व। हिजो यी मान्छेहरू चाहिँ के अरे माओवादीको पछि लाएर हिँड्ने पनि थिए वाइसेल बनेर, त्यसपछि तरुण दल भनेर अर्को पछि लाएर हिँडेका थिए, के अरे चाहिँ एमाले भनेर अर्को पछि लाएर हिँड्ने चाहिँ यी चाहिँ उभयमुखी चाहिँ समर्थक। भनेपछि दुई तिहाईको नेपाली जनता सबै तपाईँले भने जस्तै उभयमुखी रहेछ। जनता स्थायी हुन्थ्यो भने राजनीति पनि स्थायी हुन्थ्यो। जनता जहिले अस्थायी भयो राजनीति पनि त्यसरी स्थायी भयो। भनेपछि तपाईँले सिधै यो गल्ती चाहिँ जनताहरूमा फर्काउन चाहनु हो। जनताहरूकै गल्ती हो। यदि अनार चाहिन्छ भने अनारकै बिरुवा रोप्नुपर्छ अम्बाको बिरुवा रोपेर अनार खोज्ने कुरा चाहिँ। भनेपछि तपाईँलाई भोट हाल्ने पनि त्यस्तै बाहिरका मान्छे हुन्, भोलि तिनीहरू पनि परिवर्तन हुन सक्छन्। त मतलब तपाईँको पक्षतिर भोट हाल्नेहरू
व्यक्ति होइन परिवर्तन हुनसक्छ परिवर्तन जनता त सधैँ परिवर्तन हुनु जरुरी छ तर सकारात्मक परिवर्तन हुनुपर्ने त नकारात्मक कुरा ठिकै छ। त्यसै क्रममा सत्तापक्षलाई 2/3 मत ल्याए तपाईँ उहाँले भने अनुसार तपाईँलाई के लाग्छ? उहाँले भने जस्तै छन् जनताहरू? उहाँले भन्न खोज्नु भएको अहिलेको जुन हाम्रो जुन सरकारले चाहिँ 2/3 लगभग झन्डै 2/3 सरकार बनेको छ उहाँ चाहिँ भारी मतका साथ हाम्रो जुन सरकार बनिरहेको छ उहाँले भन्नुभएको चाहिँ नेपाली जनताले राम्रोसँग नबुझेर अबुझ नै भएर मत खनाए भन्ने उहाँको अभिव्यक्ति दिनुभयो। उहाँलाई नेपाली जनताले विगत 35-36 वर्षदेखि नेपाली जनताले हरेक ठाउँमा हरेक पार्टीहरूलाई जिताएको पनि हुनुहुन्छ र धेरैलाई सत्ता पठाउनु भयो, धेरैको सरकार बन्यो, धेरैले गरे। त्यो 35-36 वर्षको यो जुन समयमा हामीले नेपाली जनताले केही पनि जिताएको केही पनि पुऱ्याएन। त्यसपछि अहिले जुन नेपाली जनतामा एउटा आक्रोश जस्तै उत्पन्न भयो, जुन आक्रोश चाहिँ यो समयमा जुन नेपाली जनताले देखायो त्यसमा नेपाली जनताप्रति आम नागरिकप्रति हाम्रो जुन पार्टी जुन हाम्रो सरकार त्यसप्रति उहाँहरूको विश्वासको मत चाहिँ पाएको छ। त्यसले गर्दाखेरि हामीले कुनै ठुलो समय दशकभन्दा पनि हामीले छोटो समयमा नै केही रिजल्ट दिन्छौँ भन्ने कुरा चाहिँ हामी एकदम हाम्रो पार्टी र हाम्रो जुन सरकार हाम्रो मन्त्रीहरू एकदम विश्वस्त हुनुहुन्छ र नेपाली जनतालाई हामीले त्यो विश्वास चाहिँ दिलाउन सक्छ भन्ने कुरा हामी ठिकै छ। हाम्रो पोडकास्टमा चाहिँ अलिकति तपाईँहरूलाई खानापानीको पनि व्यवस्था गरेका छौँ। त्यस कारणले अलिकति म तपाईँहरूलाई पहिला यो सर्भिस दिन्छु, त्यसपछि कुराकानी अगाडि बढाउँला। यो खाना खाऊँ अनि पोडकास्टको कुराकानी अगाडि बढाउँला। हामी मुख्य कुरातिर जाउँ। बालेन किन संसद भवनमा आउँदैन? बालेन जुन अहिलेको प्रतिपक्षहरूले पनि संसदमा धेरैचोटि प्रश्नहरू पनि उठाइसक्नु भएको छ, जुन विरोध प्रदर्शन पनि गरिरहनु भएको छ। त्यसमा बालेन पछिल्लो समयमा जुन हाम्रो जुन सरकारले जुन रासपाले जुन एउटा 100वटा जुन कार्यविधिहरू चाहिँ प्रस्तुत गरेको छ, जनतामा देखाएको छ, त्यसको लागि धेरै लगभग 20देखि 25वटा चाहिँ पुरा भइसकेका छन् र अलिकति चाहिँ त्यो काम हुँदैछ। संसदमा बोल्दिए त केही हुन्थेन होला नि त, हो कि होइन? उहाँले पछिल्लो समयमा हाम्रो सभामुखलाई भेटेर पनि भनिसक्नु भएको छ, उहाँले उपयुक्त समयमा आफूले प्रतिपक्षले र आम नागरिकले खोजेको प्रश्नहरूको उपयुक्त समयमा म त्यसको उत्तर दिन्छु भनेर हाम्रो भनिसक्नु भएको छ। त्यसको लागि हामी केही समय मात्रै पर्खिन चाहिँ अनुरोध गर्छौँ। उहाँले जे भन्नुहुन्छ उहाँले ढाँट्याउनु भन्नुहुन्छ, किनभनेदेखि यदि आउने भयो भने ठ्याक्कै आउनुहुन्थ्यो। अर्को सामाङले भन्दै हुनुहुन्थ्यो बिहेमा चाहिँ बेहुलाहरूलाई पठाउने कुरा चाहिँ उपयुक्त होला या नहोला भनेर उदाहरण हुन्थ्यो। त्यस्तै गरी उपयुक्त समयमा आउनु पर्थ्यो र फेरि ऊ चाहिँ उभयमुखी चरित्रको, त्यसपछि बाह्य चरित्रको नभइकन ऊ चाहिँ अन्तर्मुखी चरित्रको भएको कारणले गर्दाखेरि ऊ आउँछ आउँदैन भने रासपालाई थाहा छैन। उहाँहरूको फुटको सङ्घारमा छ रासपा, त्यस कारणले आउँछ आउँदैन उहाँहरूले पनि अड्कलबाजीमा आउनुपर्छ, त्यो आउँछ मात्रै भन्नुभएको छ। कोही नत्र भनेदेखि उहाँहरूले डेट भन्नुहुन्थ्यो होला, मिति भन्नुहुन्थ्यो होला। संसदमा त सबै कुराको जानकारी हुनु पऱ्यो नि, डेट छैन मिति छैन आउँछ भन्दाखेरि चाहिँ सामान्य दलले चाहिँ सामान्य दल पुराना दलहरूले चाहिँ नेपाल बन्छ भन्नु र बालेन अहिले संसदमा आउँछ भन्नु चाहिँ रासपाको एउटा कुरा भनेपछि रासपाभित्रै पनि द्वन्द्व छ भन्न खोज्नु भएको तपाईँले? यदि रासपाको पार्टीले भनेको कुरा निर्णय मान्थ्यो भनेदेखि अहिले आउँथ्यो। पार्टीको पनि आवाज उठिरहेको छ रासपाभित्र पनि। बालेनदेखि डराएर चाहिँ ती जनताबाट अभिमत जितेर आएका चाहिँ सांसदहरू चाहिँ अहिले निकममा भएर बसेका छन्। उहाँहरूप्रति दया लाग्छ मलाई। उहाँहरूले यस्तो जुन संसदमा देखाएको जुन अभद्र व्यवहारहरू यताउति गर्दाखेरि चाहिँ हामीले प्रष्ट यो हुन चाहन्छौँ कि यो देख्छौँ कि यिनीहरू जुन प्रतिपक्षहरूले गरेको जुन क्रियाकलापहरू, उनीहरूले चाहिँ गर्न खोजेको कामहरू, उनीहरूसँग जुन आफ्नो लासेपासेहरूको जुन ठाउँमा रहिरहन चाहन्थे नि, तिनीहरूलाई जुन हाम्रो सरकार आइसकेपछि जुन उनीहरूलाई पन्छायो, जुन राजनीति जुन नियुक्तिहरू यताउति गर्दाखेरि सबैलाई हटायो नि, उहाँहरूले त्यो गर्दाखेरि चाहिँ उहाँहरूकोमा आगो जस्तै त्यो उत्पन्न भएको। उहाँले भन्नुभयो नि नियुक्ति हटायौँ भन्नु हो, तर नियुक्ति हटाएर खारेज भएको अर्को नियुक्ति गरे हो नि त। भनेपछि
उहाँले चाहिँ नियुक्ति हटाउनुभयो भन्नुभयो, तर अरूतिरबाट चाहिँ नियुक्ति गरिरहनु भएको छ भनेपछि यो त राजनीतिको त देखाउने दाँत र के अरे चाहिँ देखाउने दाँत र लुगाउने दाँत भने जस्तो हो। कुनै पनि त्यो राजनीतिक नियुक्ति भन्दा पनि कुनै खुल्ला हो कि एकदम त्यो कुनै पनि त्यो राजनीतिक नियुक्ति हुन हाम्रो जुन पार्टीबाट कुनै पनि पार्टीको हाम्रो पछिल्लो समयमा देखिसक्नु राष्ट्रपति पार्टी नै भएको छैन अहिलेसम्म। पार्टी होस् अनि हुन्थ्यो, अहिलेसम्म पार्टी नै भएको छैन। जसमा चाहिँ जिएनजी आन्दोलन हाइज्याक गर्ने पात्रहरू मिलेर एउटा बनाएको पहिला रविले चलाएको एउटा 21-22 एउटा सबैले हाइज्याक भन्नुभयो। त्यसमा उहाँहरूको गलत बुझाइ र गलत सोचाइ जुन उहाँले तपाईँलाई गलत भन्नुभयो। त्यही त हाइज्याक कसरी भयो भने बालेन, त्यसपछि बबी, त्यसपछि छवि, त्यसपछि जीवी राई सबै मिलेर चाहिँ हाइज्याक गरेको भन्ने प्रमाण त हिजो भर्खरको चाहिँ अदालतले दिएको चाहिँ निवेदनमै प्रश्न भइसकेको छ। आदेश जुन अहिले पछिल्लो समयमा जुन अनि अर्को एउटा उदाहरण छ जस्तै मानौ कि जिएनजी आन्दोलनमा हाइज्याक गर्ने एउटा पछि बालनलाई सत्ता, जिएनजी आन्दोलन के अरे चाहिँ हाइज्याक गर्ने अर्को पछि त्यसलाई पार्टी रवि होइन, जिएनजी हाइज्याक गर्ने अर्को पार्टी अर्को समूह भनेको सुदन गुरुङ, उसलाई गृहमन्त्री, ऊ आफ्नै कमजोरीले गयो। त्यसपछि जिएनजी आन्दोलनलाई बाहिरबाट सपोर्ट गर्ने चाहिँ जीवी राई, उसलाई पनि उन्मुक्ति। यो त उदाहरण यो पुरै प्लानिङमा भएको भन्नुहुन्छ तपाईले। तपाईले के भन्नुहुन्छ? सत्तापक्षको तर्फबाट अहिले हामीसँग बहस गर्दै हुनुहुन्छ, यसरी प्लानिङको रूपमा उहाँले यो सत्तामाथि यस्तो आरोप लगाउनु भएको छ, यसमा तपाईँ के भन्नुहुन्छ? उहाँहरूको त आरोप लगाउने एउटा के भन्छ त्यो कुनै मान्छेलाई हाम्रो नेपालमा एउटा समाजमै पनि यस्तै छ कि कुनै मान्छेले केही गर्न खोज्दैछ भने या केही राम्रो पक्ष गर्न खोज्दैछ भने खुट्टा तान्ने भन्छ। उहाँहरू आफूलाई राम्रो र सक्षम देखाउनको लागि जहिले पनि अरूकै खुट्टा तान्ने, अरूले नै नराम्रो भन्ने मान्छे तपाईँले वास्तविकता भन्नुभएको होइन, खुट्टा तान्नु भएको अहिले बेला सत्तापक्षको खुट्टा तानेको या नतानेको भन्दा नि म उदाहरण भन्दैछु। बालेनले सिंहदरबार जलाइदिनुपर्छ भन्दा पनि राम्रो गर्यो, राजसभा फक भन्दा पनि राम्रो गर्यो, राजसभामा आयो त्यो पनि राम्रो गर्यो, अनि संसदमा आएन त्यो पनि राम्रो गरेन, संसदमा बोलेन त्यो पनि राम्रो गरी सबै जे रद बालेनले गर्यो त्यो पनि चाहिँ मानौ यो समूहको बिचमा यहाँ आइपुग्नु र उहाँले चाहिँ ठुलो स्वरले पात दिनुभयो, आवाज पातको आयो भने पनि राम्रो भन्ने नि जमात केही लाग्नु त्यो त भेडा भयो, त्यो जमातै सिधै भेडा भन्नुभएको छ तपाईँलाई होइन। त्यसमा उहाँहरूको सोच चाहिँ फरक छ। हाम्रो पार्टी हाम्रो सरकारले चाहिँ जे कुरालाई पनि राम्रो अहिले पछिल्लो समयमा हाम्रै पार्टीभित्रका सांसदहरूले पनि त्यो प्रति नराम्रो काम गरेपछि त पार्टीभित्रको मान्छे सत्तामा भएको मान्छेले पनि विरोध गर्ने भन्ने त हाम्रो पार्टीहरूमा धेरैजना मान्छेहरूबाट मुखबाट सुनिसक्नु भएको छ नि त। हाम्रो राम्रो काम गर्ने त राम्रै हो, ताली नै बजाउँछ होइन। नराम्रो काम गर्छौँ भने यदि नराम्रो बाटोतिर सरकार लागिरहेछ भने त हाम्रै पार्टीभित्रबाट खबरदारी त हुन्छ नि भनिसक्नु भएको छ। हाम्रो पार्टी सभापतिले पनि धेरैचोटि दोहोऱ्याइसक्नु भएको छ। हाम्रो जुन सरकारले नराम्रो काम गरेमा, नराम्रो बाटोतिर हिँडेमा त्यसको सचेत गराउने, खबरदारी गर्ने काम जस्तै एउटा उदाहरण छ। बालेन महानगरपालिकाको मेयर हुँदाखेरि उसले चाहिँ काठमाडौँको चाहिँ फुटपाथ हटाउँदाखेरि मान्छेलाई समात्ने, त्यसपछि उसको सामान जफत गर्ने त्यो कुराहरू देखेको थियो, समाजले त्यो कुरा देखिरहेको थियो। त्यो कुरा सिक्दै के गर्यो त भन्दा हिजो अस्ति यता चाहिँ एउटा बुढी आमाले दिनभरि चाहिँ पसिना लाएर टिपेको काफल चाहिँ फालेको त आखिर त्यो प्रहरीले जानेको होइन, बालेनको सिको त्यहाँ गएर सिकेको हो। जनताले यसरी सिक्छ, यो कुरा सिक्नु हुँदैन। बालेन कस्तो रहेछ त प्रश्न हुन्छ नि त। त्यो कुनै सडकमा पेटीमा कसैको खाजाहरू पुग्दैमा त्यो बालनले गरेको भन्ने कुरा पछिल्लो पत्रले आइरहेको छ। उसको चाहिँ शिक्षा, बालेनको शिक्षा चाहिँ त्यहाँ गएर लागु हो। यसरी समाजमा यसरी ट्रान्सफर हुन्छ। राजनीतिको कुरा चाहिँ समाजमा गएर यसरी ट्रान्सफर हुन्छ। त्यसैले गलत राजनीति गर्नु हुँदैन भन्ने कुरा हो। जस्तै यही कुरा चाहिँ जस्तै के अरे तपाईँ पहिलोपटक नेपालमा पहिलोपटक सेनाले चाहिँ के अरे बस्ती हटाइदियो अस्ति भर्खर। यसमा म के भनिदिन्छु, अस्ति जुन धेरैचोटि संसदमा उठ्यो कि सुकुम्बासीलाई
रोडमा ल्याइयो। पछिल्लो समयमा आजभन्दा विगतलाई हेरेर फर्केर हेर्दाखेरि जुन बस्तीमा आजभन्दा अगाडि केही वर्ष अगाडि मात्र हेर्ने हो भने त्यो भिडियोहरू पनि हामीसँग पनि सामाजिक सञ्जालमा पनि छात्रवृत्ति पाउन सकिन्छ। जुन पानीमा डुबेर त्यतिखेर होइन भाडी छिरेर मान्छेहरूको खाना पिन केही छैन होइन, त्यसको लागि चाहिँ पछिल्लो समयमा के भने सुकुम्बासीले सबलाई हटाइदिने भन्ने जस्तो त्यस्तो भ्रम जुन सामाजिक सञ्जालमा छरियो, एकदम त्यो गलतपूर्ण छ। नेपाल हाम्रो जुन सरकारले पहिला व्यवस्थापन गर्नु पर्थ्यो नि त तपाईँको सरकार पक्षले, पहिला किन व्यवस्थापन नगरिकन हटाउने कुरो भयो? पहिला त जनताको घाँस बाँस होइन, त्यो कुरा सही हो। त्यो कुरा चाहिँ पहिला कुनै ठाउँमा व्यवस्थित गरेर हटाउने भन्ने थियो। त्यसको लागि चाहिँ हामी सबै नेपालभरिको सुकुम्बासीलाई एकैचोटि हटाउने भनेको अव्यवस्थित भएको जुन हाम्रो अगाडि हाम्रो बाबुराम भट्टराई हुँदाखेरि चाहिँ जुन एउटा सुकुम्बासीलाई राख्नको लागि चाहिँ एउटा अपार्ट बनाउनु भएको थियो, उहाँहरूलाई त्यसको लागि चाहिँ अहिले त अपार्टमा राखिएको छैन नि त। छैन, कतिपय चाहिँ जुन अहिले सुधारको काम हुँदैछ, त्यो सुधारको काम टुडीखेलमा पाल टाँगेर राखेको छ होइन, त्यसमा एकदम व्यवस्थितसँग राखेको छ। सुकुम्बासीलाई मात्रै होइन, सुकुम्बासीभित्र बुढा छन्, बुढी छन्, अशक्त छन्, सुत्केरी छन्, सुत्केरीको बच्चा छन्। सुत्केरीको बच्चालाई सेकताप गर्नु पर्ला, उनीहरूले त्यो चाहिँ 4-5 पटक खानुपर्छ, टेनभित्र लगेर राखेको छ भने चाहिँ यो चाहिँ सरकारले चाहिँ गरिब जनतालाई हेर्न सक्दैन, देख्न सक्दैन, सेना लाउँछ। एउटा सामान्य कुरालाई सेना लाउँछ। तर चाहिँ हाम्रो सीमामा चाहिँ पुरै सीमा पेलिरहेको छ। विदेशले चाहिँ भारतले र चाइनाले पेलिरहेको छ। तर चाहिँ के अरे सेना चाहिँ कहाँ लाउँछ? सुकुम्बासी। सुकुम्बासी लाउने सेना पनि सेना लाउनु पर्ने चाहिँ कहाँ थियो? सीमामा थियो कि सुकुम्बासीको? बोलीहरू चाहिँ के जुनदेखि वर्षौँ उहाँहरूले हुकुमवासीहरूले सुकुम्बासीलाई देख्दैन। दशौँदेखि होइन, उहाँहरूले चाहिँ जुन हुकुमवासीलाई देखाएर उहाँहरूका सुकुम्बासीहरूको आयोगको भूमि आयोगको गठन गर्नुभयो। उहाँहरूले चाहिँ उहाँहरूलाई देखाएर उहाँहरूलाई के भने एउटा खसी देखाएर उहाँहरूको भोट ब्याङ्क हो क्या, भोट ब्याङ्क जस्तै बनाएर पछिल्लो समयमा उहाँहरूले युज गर्ने भनेको सुकुम्बासीलाई भोट ब्याङ्क होइन। भोट ब्याङ्क भन्नु सुकुम्बासी भनेको कुनै पार्टीले जन्माएको कुरा हो। यो चाहिँ केही नभएर खोलाको किनारमा खाली ठाउँमा आएर बसेको मान्छे हो। त्यसको पहिचान चाहिँ बरु पहिचान त सुकुम्बासी भइस्, तँसँग केही भएन, तँ केही गरी खा। जस्तै अहिले मान्छेले हुकुमबासी हुन्छ नि, सुकुम्बासीको छोरा जन्मियो होला, छोरी जन्मियो होला, उसले पनि चाहिँ पढ्यो होला, उसले पनि प्रगति गर्यो होला, ऊ पनि अमेरिका गयो होला, ऊ पनि बेलायत गयो होला, उसले ठुलो घर बनाएर उसको पनि सपना छ नि। तब एउटा सामान्य मान्छे कस्तो सपना हुन्छ भन्नुहुन्छ? सुकुम्बासीको समस्या उसले सपना हुँदैन, उसले ठुलो घर बनायो। आज चाहिँ ऊ सुकुम्बासीबाट बसेको थियो, ऊ के अरे पढ्यो, उसको छोराले पढ्यो, उसको छोरीले पढ्यो, अन्त गयो, पैसा कमायो, घर बनायो। अनि ऊ चाहिँ सुकुम्बासी होइन भन्ने हुँदैन। सुकुम्बासीको पहिचान के हो त? सुकुम्बासी भनेको चाहिँ उसको यो नेपाल राज्यभरि कतै जग्गा नहुनु, जग्गा नभएपछि त्यहाँ चाहिँ खोलाको किनारमा जग्गा हुँदै पनि त्यो त राज्यले चाहिँ कुन चाहिँ सुकुम्बासी हो, कुन चाहिँ सुकुम्बासी होइन भन्ने कुरा छुट्याउने तरिका पहिला त्यो छुट्याउनु पर्यो। एक दोस्रो कुरो, यतिजनालाई चाहिँ राख्ने ठाउँ कहाँ हो त भनेर चाहिँ त्यति जति सुकुम्बासी छ त्यसलाई राख्ने ठाउँ छुट्याउनु पर्यो। राख्ने ठाउँ छुट्याइसकेपछि सबै कुरा मिलाएपछि त्यसलाई त्यसरी त्यहाँ विस्थापन गर्नुपर्ने ठाउँमा चाहिँ यो अमान उसलाई चाहिँ मौलिक अधिकार, मौलिक हकमाथि नै हस्तक्षेप गरेको सरकार भनेपछि यो सरकार चाहिँ जनतामुखी छैन। धेरै धेरै धन्यवाद। आजको बहस धेरै नै राम्रो भयो। सत्तापक्ष र प्रतिपक्ष दुवैको कुराहरू सुनियो। आज दुवैको कुरा सुनिसकेपछि यो इन्टरभ्यू सबै जनताहरूले हेर्नुहुन्छ र कसको कुरा ठिक कसको कुरा बेठिक आफै आकलन गर्न सक्नुहुन्छ। सबैलाई धन्यवाद। हेर्दै गर्नुहोला। आगामी कार्यक्रममा फेरि भेटौँला। जय नेपाल। नमस्कार।